जय मसीह साथै नमस्कार अनि आरामको कामना गर्दछु अनि परमेश्वरलाई धन्यवाद छ यो सुन्दर दिन अनि सुन्दर समयको निम्ति आजहरूको बिचमा अनि फेरि प्रभुको वचनलाई राख्ने प्रयास म गर्दैछु। आज म यिर्मियाको 9को 23 र 24लाई म हेर्नेछु अनि यस्तो लेखिएको छ। अनि परमप्रभु यसो भन्नुहुन्छ, अनि बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस् अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस् अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्। तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्, म परमप्रभुलाई जान्दछु र चिन्दछु र उहाँ त्यही परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ, किनभने यिनैमा म प्रसन्न हुन्छु, परमप्रभु भन्नुहुन्छ। आमेन। वचन पढाइ र सुनाइमा अनि परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्। अनि यिर्मिया 9को 23 र 24ले भन्दछ, अनि परमप्रभु चाहिँ भन्नुहुन्छ, अनि उहाँ चाहिँ हामीहरूलाई भन्नुहुन्छ, बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्। मानिसहरूमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीसँग भएका कुराहरू अर्थात् हामीले बनाएको कुराहरूमा पनि हामी घमण्ड गर्छौँ क्या। परमेश्वरले स्वर्ग र पृथ्वी बनाउनु भयो अनि मानिसलाई पृथ्वीमाथि अधिकार गर्नको निम्ति अनि पृथ्वीमा भएका सबै कुराहरूमा अधिकार गर्नलाई दिनुभयो र पनि उहाँले कहिले कुनै कुराहरूमा घमण्ड गर्नु भएन। तर हामी सानो कुरामा हामी सफल हुँदै गर्दा अनि हामीसँग थोरै कुरा केही हुँदै गर्दा पनि हामी निकै घमण्डी हुन्छ। मसँग जस्तो कोसँग छ, म जस्तो अरू को छ, अनि मेरो जस्तो अरू कसको छ भन्ने प्रकारको एउटा हामी आफूलाई नै एउटा माथि लैजाने काम गर्छौँ। अनि जब हामी घमण्डी हुन्छौँ, घमण्डले चाहिँ मानिसलाई पतन गराउने काम गर्छ। अनि प्रभुले पनि त्यही भन्नुहुन्छ, अनि बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, अर्थात् हामीसँग भएको एउटा ज्ञानमा चाहिँ म जस्तो ज्ञानी को छ र अनि मैले जस्तो कसले जानेको छ र भन्ने एउटा मानिसमा एउटा मानसिकता हुन्छ। अनि यो चाहिँ हामीले त्याग्नुपर्छ। अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्। अनि हितोपदेशको पुस्तकले भन्दछ, मृत्यु र विनाश चाहिँ कहिले तृप्त हुँदैन होइन। मान्छे म जस्तो बलियो, म जस्तो बल होइन, आजभोलि मानिसहरूले त्यो सोच्छन्, तर मान्छेको जीवनमा के भइदिन्छ, एउटा रोग लाग्यो भनेदेखि उसको घमण्डहरू सबै सकिन्छ, उसलाई के भइदियो भने उसको घमण्ड सकिन्छ। त्यस कारणले म बुद्धिमानी छु, म बलियो छु, म धनी छु भनेर कसैले पनि घमण्ड नगरोस्। कुनै पनि बेला त्यो सबै कुराहरू चाहिँ रित्तिन सक्छ, सकिन सक्छ, अनि त्यो चाहिँ सबै कुराहरू चाहिँ नाश भएर जान सक्छ। त्यस कारणले परमप्रभु भन्नुहुन्छ कि तिमीहरूले चाहिँ यस्तो कुराहरूमा घमण्ड नगर, यो चाहिँ घमण्ड गर्नु चाहिँ असल कुराहरू होइन। तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा चाहिँ घमण्ड गरोस्, अर्थात् हामीसँग भएका कुराहरूमा चाहिँ घमण्ड नगर भनेर परमप्रभु भन्नुहुन्छ। तर फेरि तल भन्नुहुन्छ कि तिमीहरूसँग भएको यस कुरामा चाहिँ तिमीहरूले घमण्ड गरोस्। अर्थात् के कुरामा भन्दाखेरि चाहिँ म परमप्रभुलाई जान्दछु र चिन्दछु। हेर्नुहोस् है त, परमप्रभु को हुनुहुन्छ अनि परमप्रभु कस्तो हुनुहुन्छ, अनि परमप्रभुमा हामीले गरेको विश्वास र उहाँले चाहिँ मानिस जातिहरूलाई गर्नुभएको प्रेमलाई म चिन्दछु होइन। त्यो कुरामा चाहिँ मानिसले घमण्ड गरोस् र उहाँ त्यही परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा दया र न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ। हेर्नुहोस् है त प्रिय मित्रहरू, यहाँनिर चाहिँ के भन्छ भने अनि उहाँ चाहिँ त्यही परमप्रभु हुनुहुन्छ। हेर्नुहोस् है त, अब हामीलाई यहाँनिर के भन्छ भने माथि चाहिँ त्यसमा चाहिँ हामीसँग भएका बुद्धि अनि धन अनि बलमा चाहिँ तिमीहरू घमण्ड नगर। अनि तल चाहिँ त्यहाँनिर के भन्नुहुन्छ, वचनले के भन्छ भन्दाखेरि पृथ्वीमा दया उहाँले ल्याउनु भयो अनि दया गर्नुभयो, अनि न्याय उहाँले चाहिँ प्रदान गर्नुभयो, धार्मिकताको व्यवहार गर्नुहुन्छ होइन। भनेपछि हामीले यहाँनिर चाहिँ घमण्ड गर्नुपर्ने कुरा के छ भने म परमप्रभुलाई जान्दछु अनि चिन्दछु, अनि परमप्रभुले चाहिँ पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ भनेदेखि हामीले यहाँनिर यो कुरामा चाहिँ घमण्ड गर्नै पर्छ। मैले मेरो परमप्रभुमा चाहिँ विश्वास गरेको छु अनि उहाँमा चाहिँ अनन्त जीवन छ भनेर हामीले यो कुरामा चाहिँ घमण्डै गर्नुपर्छ। अनि मैले चाहिँ
उहाँमा विश्वास गरेको कारणले अनि मैले चाहिँ उहाँमा जिएको कारणले चाहिँ म आशिषित हुनेछु भनेर चाहिँ यो कुरामा चाहिँ तपाईँ र मैले घमण्डै गर्नुपर्छ। अनि किनभने यिनैमा म प्रसन्न हुन्छु अनि परमप्रभु भन्नुहुन्छ होइन, परमप्रभु चाहिँ भन्नुहुन्छ तिमीहरूले चाहिँ अनि देखेको कारणले अनि मेरो धार्मिकतालाई, मैले गरेको न्यायलाई, मेरो दयालाई अनि यी कुराहरूलाई तिमीहरूले जानेको कारणले तिमीहरू यसमा घमण्ड गर्यौ भने, अर्थात् घमण्ड चाहिँ परमप्रभुमा, अनि परमप्रभु चाहिँ महान हुनुहुन्छ अनि परमप्रभु चाहिँ शक्तिशाली हुनुहुन्छ, उहाँमा चाहिँ जीवन छ अनि उहाँमा चाहिँ हामीले गरेको एउटा मेहनत अनि हामीले उहाँमा गरेको हाम्रो भरोसा चाहिँ खेर जाँदैन भनेर हामी जसरी घमण्ड गर्छौँ यो चाहिँ निश्चित हुनेछ, यो चाहिँ हुन्छ नै भनेर हामी जब घमण्ड साथ भन्छौँ नि, अनि परमप्रभु चाहिँ भन्नुहुन्छ यो कुरामा चाहिँ म प्रसन्न हुन्छु अनि भनेर चाहिँ आज यो यिर्मयाको 9:23 र अनि 24ले चाहिँ भन्दछ। म प्रिय मित्रहरूलाई यही कुराहरू अनि उत्साह दिन चाहन्छु अनि भन्न चाहन्छु अन्त्यमा कि परमप्रभुले हामीलाई प्रेम गर्नुहुन्छ अनि उहाँमा सबै कुराहरू छ, तर तपाईँ र मसँग भएका कुराहरूमा चाहिँ अनि जुन कुराहरू सकिन्छन्, रित्तिएर जान्छन् अनि त्यो कुराहरूमा चाहिँ हामी घमण्ड गर्नु चाहिँ व्यर्थ हुनुहुन्छ अनि त्यो कुराहरूले चाहिँ हामीलाई शक्तिशाली बनाउँदैन अनि त्यो कुराहरूले चाहिँ हामीलाई असल पनि बनाउँदैन। तर जुन कुरा चाहिँ सधैँभरि रहिरहेको छ अनि जुन कुरा चाहिँ सधैँभरि निरन्तर रूपमा अनि चलिरहेको छ अनि त्यो कुराहरू चाहिँ सधैँभरि रहिरहने कुरा चाहिँ परमेश्वरको प्रेम, दया र धार्मिकता अनि उहाँको अनुग्रह चाहिँ सधैँभरि रहिरहेको छ अनि हामीले गर्व गर्नुपर्ने अनि घमण्ड गर्नुपर्ने कुराहरू चाहिँ उहाँमा नै हो। त्यसकारण मैले परमप्रभुलाई चिन्दछु र जान्दछु भन्ने कुरामा चाहिँ हामीले घमण्ड नै गर्नुपर्छ, किनभने परमप्रभु चाहिँ तपाईँ र मलाई निकै प्रेम गर्नुहुन्छ। उहाँले चाहिँ हामीलाई सधैँभरि बोलाइराख्नुहुन्छ अनि उहाँले हामीलाई सधैँभरि जस्तोसुकै परिस्थिति र अवस्थामा पनि उहाँले हामीलाई अँगाल्नुहुन्छ। त्यस कारणले म चाहिँ परमप्रभुलाई चिन्दछु अनि परमप्रभुलाई जान्दछु भनेर चाहिँ यो कुरामा चाहिँ तपाईँ र मैले घमण्ड नै गर्नुपर्छ। आजको वचन पढाइ र सुनाइमा हामीलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। आमेन। जय मसीह।